50 रुपियाँ म दिन्छु चुरोट खानको अबे जल्दी बोलो पनवे निकालना है जल्दी बोलो गा 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 ल चन्दन तँ त न डनलाई सन्चै छौ भन् न। ए म सन्चै होस् नहोस् न जाठीलाई चाहिँ के भयो त अनि फेरि के बोल्छ ए बाउलाई ल म रुममा गएँ ल सजाइदिन्छु सुटुकै दर्पण छाया खै त रुबिन क्लिप हेरेको मैले त कति सानो क्लिप छ अनि धेरै होइन के धेरै होइन रोबिन दाई धेरै होइन हामीले लगातार 4 गेम हान्यो भने यो भाब्रे भाग्छ कसम ढुकुर तिमीले मान्छे बोलाएर हाने मात्र म त कहिले गिफ्ट बोलाउन हेर ढुकुर सुन न ए मैले चाहिँ बोलाएर हान्छन् र भनेको के रोबिन दाई नबोल्न के अरे यति सानो क्लिप थियो होइन अब अर्को क्लिपमा बनाउन भनेर मैले हेर्न त हेरेको लाइक गरेको छु अनि के अरे त्यो उनै अलि ठुलो आयो भने ठुलोमा बनाउने कि भनेर कस्तो ठुलो चाहियो तँलाई त्यो भन्दा बेसी क्लिप हाल्ने होइन र तपाईँहरूले हाल्ने हो तर सबै केटाको भोकल के यो केटीको क्रोस हो अगाडिको दुनियाँलाई बनायो नाटक यसलाई नाटक गेमको कुराहरू कस्तो गर्ने आज ल भन्नुहोस् हाँ गेमको कुराहरू कस्तो गर्ने आज ल भन्नुहोस् यो डनले कडा कडा खेल्दिन भन्छ खेल्दैन त्यो नर्मल गेम त म खेल्दिनँ दाइ त्यही त ए मान्छे मर्दैन भन त आफू पनि मर्छ मान्छे पनि मर्छ अनि रबिन दाइले मोड्यो तिमीले मोड्यो भने तिम्रो गिफ्टर भियर्स मेरोमा आउँछ अनि मलाई फाइदा हुन्छ कि हुँदैन हो कि न दाइ के हो कि न एलिस चन्दन आज म तिमीलाई फोन गर्छु ल भरे देखाउ ल नेट नै गयो कि दाइ ल म फोन गर्छु ल तिमीलाई आज देखाउ ल आज त किशोरले जस्तै गाह्रो भएको छ आज त केही फाइदा नै हुँदैन कार्तिक लाग्छ क्या यसलाई ए डन सक्दिन भने के भन म तिमीलाई अनि सुरुमै त्यस्तो हार्ड पनिसमेन्ट हुन्छ र त्यो के अरे सुरुमा एकैचोटि हार्ड पनिसमेन्ट गरेपछि उसँग त हुन्छ क्या बहिनी उसँग त हुन्छ यार नसक्ने भए गिभ अप गर बहिनी यार गाह्रो हुन्छ बिरामी भएर जापानदेखि आयो गाह्रो हुन्छ हौ हो भनेको आमा खुर्सानी त अब आँखाभित्र अब तपाईँहरूले जस्तो त्यो गर्न आउँदैन मलाई एउटा सुन हाब्रे मलाई एउटा ट्रिक बताउ त तिमीले चाहिँ खुर्सानी आँखामा म गएँ ल भोटिलाई म जोइन गर्छु दाइ ल दाइ रबिन दाइ एदिस म त यतिकै राख्छु ल डन पनि नर्मल गेम खेल नि त तिमी अरूसँग मान्छ मार गेम हुन्छ ल जान तपाईहरु खेल्नु म 15 गते आउँछु भेटौँला है बहिनी ल ल ल बाइ ल के गर्ने कमला दिदी वेलकम रबिन दाइ त्यो भोटिनी र बिपना त प्लानिङ न गेम खेल्छ आज सँगै खाना खाने सँगै हट्ने सँगै मुत्ने सँगै सुत्ने सँगै अरू कुरा नबोल्नु विक्रम बाबाकोमा गयो भोटिनी विक्रम बाबाकोमा गएको यहाँ भोटिनी है होइन के हो रे विक्रम बाबाकोमा गएको थियो तिमी त विक्रम बाबा मेला गएर आएको तर को टाढा तिमीदेखि लगभग 1.5 घन्टा बसमा गयौ स्कुटीमा बसमा पोखरा कहिले आउँछौ कि काठमाडौँ कहिले आउँछौ अब चाँडै नै आउँछु तिमी कहिले जाने रे 15 गते जाने 16 गते फर्किने ए नै 15 गते जाने 16 गते सुटिङ 17 गते यसो अलिकति साथीहरूलाई भेटेर 18 गते बिहानै फर्किन्छ ल मुड चल भने मा 17 गते फर्किन्छु कसै नभेटिकन मुडा भरपर्छ मेरो मुडमा राति गाडी लिएर हिँडिदिन्छु म त्यसरी हो के जोड चलाउन गाडी लिएर हिँडिदिन्छु म राति तर 2 दिन चाहिँ भोटिनी आएन हामीहरूको लकले साथ दिएको थियो है एरिस आमा हिजो त भोटे नि चन्दनले त यस्तो ठोक्यो रुबिनलाई 1 लाखको स्कोर एउटा गेममा
ए गफलामा नेट स्लो भयो गाइज मेरो नेट स्लो भयो त्यो नेट्सले भन्नेमा गफाउन पर्छ। बोयफ्रेन्डको कल आयो होला सायद। जब एक गेममा त 1 लाख कति दिमाग खराब को हो आमा भोटेनी हिजो यस्तो ठोकेको के अरे चन्दनले ढुकुरलाई किन 50-60 हजार मान्छे 50-60 हजार गिफ्ट स्कोर आएको थियो त्यसै 1-2 लाख हरेक गेममा भनेर हैरान बनायो यार कसले 1 लाख आएको एक गेममा हाम्रोले फेरि वर्षमा पहिलोपटक जितेर हिजो त चाका चुर्ना परेस्तो गर्थ्यो तर थाहा छ चन्दन तिमीलाई थाहा छ एक दिन हामीले भोटेनी र रुबिनले हामीलाई धोबी हानेर हामी एक गेम पनि नजितिन गएको याद छ कि छैन तिमीलाई हिजो पनि यस्तै भएको थियो त। आज हाम्रोले खान्छ वर्षमा एकपटक पुरै प्लानिङ वर्षमा हिजो एकपटक के जितेकी थिए ए मेरा बा हिजो आइरिस जे कुराहरू बोलेको थियो नि उता आएर हान्छ है लास्ट गेममा यो त्यो मान्छे त्यो मान्छे त पक्कै आउँछ रिसले है। होइन के अरे पछि म के अरे म्युजिक भिडियो आएको छ भनेर यो लाइभ इन गरेर हेर्न गएको थिएँ कि कस्तो रहेछ भनेर गेस्टमा बसेर पुरै दुःख पोखिरहेको थियो चन्दनले मलाई यति गेम हान्यो धोपी हात पोलेको छ भन्दै थियो बिचारा कसले तपाईँले मेरो मात्र भयो भन्छ भोटिनको नि पोले दिपनाको नि पोले बस सक्यो चन्दनको नि पोले छैन मेरो त केही भएन हात देखिरह ल अब गेम खेल्न पर्छ आज लास्ट होला अब भोलि जाली ढुकुर जाली माया त जालीवाला कट्टो जस्तै देख्छ त नि के हो के र ओठ भन्दा मलाई बाँदरको पिछाडा जस्तो लाग्छ मैले के भने अमला दिदी वेलकम आज दिदी फायर किन भन्दा कि तपाईँ नआउने हो म दमकल बोलाम म आउँछु गेम खेल्ने तरिकाले कहाँ आउँछ नि भोलि पर्सि बिहान हिँड्न पर्छ रविनसँगले दाइ तपाईँलाई मिस गर्दै थिएँ है रविनसँग मलाई जोइन गर्नु लक्ष्मी कलेक्सन मिन्स हो अरे जोइन गर्नु है। हेलो पूजा दिदी अब मिन्स भयो मलाई के मतलब यार जोइन गर्नु रे गेममा दाइ लक्ष्मी कलेक्सन मिन्स होस् कि आbre मलाई के मतलब यार बस खाइदियो भनेको पछाडिबाट तिमी पनि बेला मौका बस्राउँदैनौ डाक्टर पछि खाएर हुन्छ तेरी भैंस की यो ओथारे डाक्टर पछि बस्छ त पछि आज यिनीहरूले चुप तेरी बहन की कति बोल्छ चन्दन जस्तो छ है हेर है आज तिमीलाई छोरी दुधरात हुन्छ आज दाइ एरिस र रुबिन नै ता पन्तीसँग हुन्न यो पन्तीसँग हुन्न गिफ्टरले पनि हान्दैन रविनको गिफ्टरले पनि यसलाई किन जोइन गरेको हिजो मलाई गाली गर्दै थियो के भन्दै थियो रे ल बोल्नुहोस् पनिसन बोले भन बोटिनी भन तिमीलाई सुनौँ न हामी त 2-3 दिन नखेलेको भन न सुनौँ एक दिन खेलेर 1 महिना पुग्ने कमाउँछ अनि यत्र खेल्न पर्छ नि हाम्रो पनि 9000 मान्छे तमासा सजाइदिन्छु सुटुकै दर्पण छाया छिटो बोल्नु नि यार भटिन बोल्न के नेपालको टप के अरे होस्टर चन्दन बोलोस् न नेपालको टप होस्टर हिजो एरिस भएको थियो च्यालेन्ज गर्ने यो ओठे छि यो अनुहार धनुहारको आइमे टप होस्टर हट टप होस्ट नेपालको मान्दा यो माइला दाइ जसले जापान गएर पनि नेपाल हल्लेर खान् मान्दा यो टप होस्टर तर चन्दन अस्ति माल्दासँग खेलेर पिजेर पन्नु दिला अरे माल्दासँग खेल्ने हुन्न अब म हाम्रोसँग पऱ्यो भने मलाई पन्नु लाग्छ फेरि अब माल्दै चन्दनसँग खेल्ने चन्दनलाई पन्नु लाग्छ तनाव छ यार ए भोटिने गर्न सक्दैनौ न छिटो को भन पहिला टिम चाहिँ तिमी र म राखेको हो कि हाम्रोसँग बस्छौ र केटा केटी खेल्ने हो त्यही भनेको त्यसो धोबी खाने त्यसरी हुन ल त्यसो हुन यत्रा धोबी खानियो पहिला सुन आजकल यसका पनि मान्छे आउँछन् कस्तोमा नयाँ हाम्रो यहाँ मान्छे म चन्दनसँगै बस्ने हो म
चन्दन मलाई राख है तिमी ल मेरो बेबी ल चन्दनको त्यहाँ यसो त मर्ने बेला पनि चन्दन आइसँगै मर भन्छ अलि हैन अरू बेला त नर्मल बरु सुत्ने बेलामा चाहिँ बोलाउँदा हुन्छ म गइहाल्छु ची फुट तेरी म्याट कार्तिक पागलहरू छि तिमीहरूको लसुन तिमीहरूको पहिलो पनिसमेन्ट बेसार र साबुन बेसार मुखमा हाल्ने साबुन गरम गरम चपाउने पुरै बेसार साबुन मिसाएर गरम 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 1 नम्बरको पनिसमेन्ट रविन दाईसँग गाडी छ भोटिनीसँग बाइक छ एरीसँग पनि बाइक छ मसँग पनि साइकल छ मसँग साइकल छ ल हरन गाडीको हरन रोडमा लगेर पुरै 5 मिनटसम्म नन स्टप बजाउने नजिकै पुलिस छ मार्छ यार गाडीको हरन ल ल ल ल अनि एकसम्म ठिक थियो कहाँ 5 मिनट लाइभ बस्ने हाम्रो अधिकार सुत्न पनि त पब्लिकको अधिकार हो नि यार। 1 नम्बरको पनिसमेन्ट तीनटैको बाइक 4 जनाको बाइक छ नि बाइकको टाउको फोर्ने जा अगाडिको लाइट बाइकको टाउको फोर्ने सेकेन्ड नम्बरको पनिसमेन्टमा यदि तिमी देऊ त तिम्रो पनि दिमागले दिमागले जे पर्ला गोबर खनाइदेऊ आज गोबर खानु अनुहारतिर परे हामी किन खानु तिमीहरूको दोस्रो पनिसमेन्ट तिमीहरूको हेलमेट फुटाउने हेलमेट फुटाउने हेलमेट बाइक पनि एउटै भयो हेलमेट पनि एउटै भयो यार यिनीहरू तिमीहरूले दिएको त हामीलाई हामीले दिएको त हेलमेट तिमीहरू हामी त्यही हरन बजाउनु दिएको तिमीहरू दिएको हामीले हेलमेट अनि बाइकले कारले के गरेर यार तिम्रो रिसेन्टली बाइकमा पुग्ने यार के मार्ने हामी बाइक फोड्ने यार अलि मान्छेलाई उ गर्न देऊ न यार 5 मिनटसम्म कसले पो नन स्टप अनि तेस्रो पनिसमेन्ट चन्दनको टाउको फुटाउने यो उठे यार पागलहरू कमिसन नेपालमा यार बोल्नु के पहिलो पनिसमेन्टले अस्ति त रुखमा जाने झाँक्री बन्ने रुखमा तुमा चढेको झाँक्री बन्ने फर्स्ट पनिसमेन्ट दोस्रो पनिसमेन्ट खुर्सानी पिस्ने पेटमा राख्ने अस्ति जस्तो पुरै खुट्टाले यसरी माथि च्यापेर समाएर रोल घुम्ने 15 पल्ट यो गर्ने बित्तिकै म गेम खेल्न सकिन्न ल म लाइभ आई डोन्ट केयर अप्सन छ हाम्रो अप्सन छ त हामीसँग अप्सन तेस्रो पनिसमेन्ट तेल हाल्ने डान्स गरिदिने तर टाइलमा आउनु यहाँ भित्र आउनु पर्यो त्यो टोयलेटमा होइन तपाईहरुको पनिसमेन्ट सुन्नुस् 1 नम्बरको पनि रुखमा गएर झाँक्री बन्ने पहिला पुरै पिठो हाल्ने बल्ल रुखमा चढेर पुरै पिठो हाल्ने हैन सेकेन्ड नम्बरको अप्सनमा गाडीको टाउको फर्ने हैन बाइकको तेस्रो नम्बरको पनिसमेन्ट के दिने रिस्वान गोबर खनाउने दिदे गोबर खाँदा ठिक छ के लाइभ गरेर गाइस च्यालेन्ज 26 27 28 29 30 यो रातो जिर्नु पर्यो गाइस यो रातो लास्ट पिर हुन्छ होला अलिकता पनि 19 मिनेट भयो भने नि चुमुक चुमुक बन्द गरिदिन्छु बुझिस् कि यहाँ मैले चाँडा झिकेको छु चाँडा खरी हालिदिन्छु 1 2 3 यार भोटिनी फोन एक साइडमा राख न फेस देखाएर गर्न यार यसरी नगर्न रोक्नै छु यहाँ मान्छे देखेन यसरी नगर्न यार ल यही राख्छु ल म यही ल तिमीले पनिसमेन्ट झ्याली गर्छ र रविन दाई जस्तो इमानदार गर्न इमानदार गरे पनि के गर्नु रविन दाईको मुखमा एउटा कसैले रोज पनि फ्याल्दैन हाम्रा मान्छे डराएर कट्टु समेत भएको छ तिम्रो सुरुवात भाइ सुरुवात के हुन्न गेममा हासिल हुन्छ सुरुवात हो सुरुवात तिमीले गरे इभन इन्डिङ हामी गर्छौँ चन्दन अब मोडल भइसकेपछि केही खुर्सानी हिलो हालेर बस्यो होला अब त सायद मान्छेहरू स्टेज सो गर्न बोलाउँछ होला हैन त्यही भनेको कहाँ सुट गर्न जानुपर्ने कहाँ खुर्सानी बन्दै बसेको 32 वटा खुर्सानी जम्मा तिम्रो यति चाहिँ हुन्छ 30 वटा 30 वटा खुर्सानी यति हुन्छ हेप्छस्
30 यो 30 यो कति हुन्छ यो भन्दा कतिवटा हुन्छ यसले यार पिने खुर्सानी भन्दा कति हुन्छ पिने खुर्सानी कति हुन्छ यो बढी कति हुन्छ पिने खुर्सानी बोल। म के भन्छु अनि त्यो तिमीले यस्तो फिजान आउँदैन ल फिजान कति हुन्छ फिजायो भने यो यो खुर्सानी झ्याली गर्छ यार अझै त्योमा 10,000 खुर्सानी हाल म त मैले गनेर दुखाले ल रबिन दाइ जस्तो क्यामेरामा गर्ला तिमीले त्यही बेला उसले नि यस्तो चाहिँ गर्छ यस्तो गर्छ ओइ हामीले यही गरेको हामीले यही नै गर्दिन जा हामीले यही गरेर हिजो हुनी अहिले मलाई चाहिँ ठोक्छस् यसले चाहिँ यस्तो गर्छ पछि नि क्यामेरा घुमाउँदाखेरि खुर्सानी अति चाहिँ अनि हामीले फालिहाल्छ। पनि अहिले यही गरेर पिनेर घुमेको हाम्रे पनि गर मलाई गर यिनी फालेर हिँड्दैछु मैले फेरि पनिस जाँदा हामीले गरेर त्यही गरेर त हुने रे अनि हामीलाई चाहिँ गनेर घुमाइहाल्छ कुटाइन्छु घरमा हावा गर्छ यार जाँठा जस्तो यार ऊ खुर्सानी कहाँ छ के कहाँ छ यही छ हो खुर्सानी लगेर क्यामेरा रबिन दाइ यही छ उसले खुर्सानी। जस्तो गर्दैछ नि क्यामेरा ऊ यही छ खुर्सानी अनि लास्टमा म आधी खुर्सानी फालिदिइहाल्छु लु खा रबिन यति खुर्सानी म पनि देखाइदिइहाल्छु अनि खुर्सानी कहाँ फाल्यो खुर्सानी कहाँ फाल्यो म यही क्यामेरा यसरी ऊ तलमा गर्दा झरेको छ खुर्सानी कति हेर्दा ए जाठा यसले त मलाई त कहाँ झरे खुर्सानी ऊ तल हेर आधी खुर्सानी तलै अनि यो छ त बिया यो त बिया यो बिया त्यही बिहा हाल ल मजाले क्यामेराको अगाडिमा गर्न ल यही हो नि यही हो। अब यही जान्छु ल ढुकुर कहाँ गयो तिमी भयो इरिस रबिन दाइ चाहिँ मोटल बनियो तर हिरोइन चाहिँ को हो खै एउटा 2 दिन टिक्दैन टिक्ने भने कोही होइन यति भन्छ पुरै मुखलाई यस्तो बेर हो यसरी हुँदैन एकपल्ट होइन पुरै ब्यान्डेज गर्दै ढुकुर यतिको हुन्छ यसरी पुरै ट्राई गरेको नि ट्राई पनौती ढुकुर यही खाने खुर्सानी फेरि मलाई तेल लाउँछु म मोडलले पनि के गर्नु पर्यो जस्तो चन्दन हेर न आजभोलि डिल गर अब स्पेन गोबर हाल्ने गोबर हाल्ने बाइकको हेलमेट तोड्ने त्यसो मर्को देऊ त्यो दुईटा टिमहरू भन ढुकुर ओ मोडल ढुकुर ओ मोडल ढुकुर ओ पनौती सेम ल सेम थर्ड कन्डिसन भन्न त के करे के रे गोबर खनाउने त्यसपछि म त खनाइदिन्छु चन्दन बालै छैन मलाई त म घरमा छु अहिले त दोस्रो गाडी तोड्ने थर्ड कन्डिसन तेल खाने 1 गिलास तेल खाने ओए त हुन्न त त्यो तेल लगाउन देऊ अप्सन छ ढुकुर कहिलेदेखि रुन थालेको छ्या मोडल भएपछि यस्तो सुहाएन क्या छिटो गर न यार तेल खाने लास्ट कन्डिसन तिमीहरूको भन ल यो नदिएको चन्दन त्यसलाई यो मान्छे सरलाई ऊ गर्नु हुन्न कि त्यस्तो यार एउटा कतिले दियो छिटो गर न यार छ्या के रे पंखा भाँच्ने एउटा पंखा भाँच्ने चन्दन भाँदैन रविन दाइले पंखा होइन रविन दाइले आफ्नो एउटा भुत्ला पनि दिनुको सुन्न रुबिन के रे ढुकुर के रे चन्दन यो रुबिनले त एउटा सिक्का झरेको छ भने नि गुबाट टिपेर पुछेर घन्टीमा राख्छ होला अहिले धेरै मजाक नौरा अहिले टाइम पास गर्छ यार टाइम पास त्यसो नमकसमा खाल्टो खन्ने टाउको तल खुट्टे माथि गरेर ल अनि हिलो हाल्ने पहिला सुन्नुस् हो नयाँ पनिसमेन्ट वाउ यति खाल्टो खन्ने यति खाल्टो खन्ने एक बाल्टी हिलो हाल्ने यति खाल्टो खन्ने त्यही हिलोमा टाउको तल खुट्टे माथि गर्ने ल एक बाल्टी हिलो सरमा हाल्ने कि त्यो खाल्टोमा हाल्ने शरीरमा पहिला एक बाल्टी हिलो हाल्ने हिलो हालिसकेपछि यति खाल्टो खन्ने त्यो खाल्टोमा टाउको तल खुट्टे माथि गर्ने
भोटिनी सेम दिने सेम देऊ सेम ल आउनु ल हो भोटिनी ब्यान्डेज ल आँखा पनि हाल मेन पहिला आँखामा यसो चिप्काएर अनि बल्ल लगा पुरै यो गर्दै हान्दे अनुहारमा तेल लाउनु पर्यो, तेल। थिएन यार अनुहारमा थियो यार आँखामा पनि हो के आँखामा थिएन है ओइ यस्तो नगर है म त चन्दन भन्न हान्ने थियो यार भियसलाई सोध रविन दाई कसम मैले झुट बोल्दिनँ दाई आँखा मैले 50 पल्ट भनेको तपाईँहरू त सुन्नु भयो कि भने त थाहा भएन यार थाहा थिएन यार मलाई यार ल गरिदेऊ न त ल गरिदेऊ ल स्पिड गरिदेऊ ल के छ र जिन्दगी में अब चन्दन रेडी भएर बस्यो पनिसमेन्ट गर्नुको लागि के न गेम लगाउनु यार न डराउन हामीहरूको दाईहरू आइसकेपछि फेरि चिमुक बन्द गरिदिन्छ ओके बोका हो गेम लगाउनु छिटो यार बोल्यो यार ल गाइस अब उताबाट फायर भएको छ है मान्छेहरू ल साथीहरू डबल ट्याप ऊ झर्यो पुरै मुखमा लगा पुरै मुखमा हो मुखमा नाको दुलुमा हो होला हो भयो हो हान्दे पुरै बेर ऊ आँखामा पनि पुरै बेर त्यसको एउटा हो वाउ दामी त्यसको त फेसमा खुर्सानी नै छैन हेर न सासेन माटो सासेन नसकिन रविन दाईको चाहिँ केही भयो भन्दिनँ साथीहरू अब चन्दनले भन्यो भने मान्छ तर भोटिनीको चाहिँ अलि चाहिँ चित्त चाहिँ बुझेन है गाइस कसैको बुझेन ओए यस्तो गरेर चितो बुझ्नु भन्नु भन मलाई सास फेर्न गाह्रो भइरहेछ यहाँनिर खुर्सानी तिम्रो छैन रविन दाई गएर त ए रस पछि चाहिँ इनफ ल रस पछि चाहिँ इनफ हुन्छ ल ल छोड्दै ल एरिस तिमी पनि उस्तै गर्नु रविन दाई आयो डबल आयो यतिले काफी हुन्छ कि एरिस त्यो रस गएछ नि त्यो काफी हुन्छ तिमी जे भन्छौ म त्यही मान्छु चन्दन टेन्सन नलिऊ